साथीहरू तपाईँहरू चाहिँ हिरासतमा हुँदाखेरि हरेक कुराको ध्यान दिनुपर्ने हुन्छ र आफ्नो कानुनी व्यवसायसँग चाहिँ सल्लाह नलिकनी तपाईँले आफ्नो बयान दिनुभयो भने के समस्या आउन सक्छ, मुद्दामा के कुराहरू चाहिँ समस्या आउन सक्छ भन्ने कुरा चाहिँ यो भिडियोमा देखाएको छ। एकचोटि हेर्नु होला है त। प्रहरी हिरासतमा हुँदाखेरि तपाईँले यो बिर्सिनै नहुने कुरा, प्रहरीले तपाईँ विरुद्ध मुद्दा अनुसन्धान गर्दाखेरि प्रहरीसँग हुने सबैभन्दा बलियो प्रमाण भनेको तपाईँले दिएको बयान र तपाईँले आफ्नो कानुन व्यवसायीसँग सल्लाह नगरिकन बयान दिनुभयो भने तपाईँलाई पछि मुद्दामा अप्ठ्यारो पर्न सक्छ। प्रहरीले तपाईँसँग जबरजस्ती बयान लिन पनि पाउँदैन र तपाईँले आफ्नो कानुन व्यवसाय छान्ने र कानुन व्यवसायीसँग सल्लाह लिन पाउने चाहिँ तपाईँको संवैधानिक अधिकार हो र यो तपाईँसँग कसैले पुस्न पाउँदैन। त्यसैले प्रहरी समक्ष बयान दिनु अगाडि चाहिँ आफ्नो कानुन व्यवसायीसँग सल्लाह गरेर मात्र दिनु होला र प्रहरीले तपाईँबाट जबरजस्ती बयान निकाल्न खोज्छ, कुटपिट गर्छ भने तपाईँले त्यसको अदालतमा निवेदन पनि गर्न पाउनुहुन्छ। यो कानुनी जानकारी तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर। अवश्य नै साथीहरू तपाईँले चाहिँ यो भिडियो एकदमै ध्यान दिएर हेर्नुभयो होला होइन। त्यही भएर हामी चाहिँ हरेक कानुनहरू यस्तो कुराहरू चाहिँ नजानेका हुन्छौँ। हामी चाहिँ हिरासतमा कुनै बेला समस्या परेर अब केही काण्ड गरेर हामी हिरासतमा चाहिँ पुगेकै हुन्छौँ। मान्छेहरू चाहिँ आफूले सोचेर चाहिँ पुगिँदैन होइन, बाई मिस्टेकले पनि हामी चाहिँ केही गल्ती गरेर हिरासतमा पुगेको हुन्छ। त्यो अवस्थामा चाहिँ हामीले के चाहिँ पुलिसले चाहिँ के गर्न सक्छ र कसरी चाहिँ हामीलाई चाहिँ उसले चाहिँ हामीलाई चाहिँ कन्ट्रोल गर्छ र त्यो कुराहरू चाहिँ हामीले चाहिँ एकदमै थाहा पाइराख्यो भने चाहिँ हाम्रो जिन्दगीमा चाहिँ हामीलाई हरेक समस्याबाट चाहिँ हामी आफै लड्न सकिन्छ भन्ने कुरा चाहिँ हाम्रो उहाँ सरले भन्नुभएको छ। त्यही भएर यो भिडियो चाहिँ तपाईँहरूले पनि सक्दो सेयर गर्नु होला, किनकि ताकि आफ्नो फ्यामिलीहरू यस्तै कुराहरूमा फन्दामा पर्नुभएको छ र उहाँहरूले पनि जानुहोस् कि यो भिडियोमा चाहिँ यस्तो मजाले लेखिएको छ र यस्तो मजाले भनिएको छ भन्ने कुरा चाहिँ उहाँ सरले चाहिँ बताइसक्नु भएको छ र तपाईँहरूले चाहिँ यो भिडियो सक्दो सेयर गर्नु होला है त।